बौद्ध धर्म अनुसार मृत्युपछि के हुन्छ भन्ने विषय अत्यन्त गहिरो र महत्त्वपूर्ण छ। बौद्ध दर्शनमा मृत्युलाई जीवनको अन्त्य मानिँदैन, बरु यो जीवन चक्रको एक संक्रमण हो। बुद्धले सिकाए अनुसार संसार अनित्य छ, सबै कुरा परिवर्तनशील छन्। मृत्युपछि स्थायी आत्मा रहँदैन, तर कर्मको प्रभावले चेतना अर्को जन्म लिन्छ। यसलाई पुनर्जन्म भनिन्छ। बौद्ध धर्ममा कर्मको सिद्धान्त मुख्य छ। हामीले यो जीवनमा गरेका राम्रा र नराम्रा कर्महरूले मृत्युपछिको गन्तव्य निर्धारण गर्छन्। राम्रो कर्मले सुखद जन्म दिन्छ भने नराम्रो कर्मले दुःखद अवस्था। बौद्ध अनुसार 6 वटा लोक छन् जसमा पुनर्जन्म हुन सक्छ। माइनस देवलोक, असुरलोक, मानवलोक, पशुलोक, प्रेतलोक र नरकलोक। यी मध्ये मानव जन्म दुर्लभ र मूल्यवान मानिन्छ, किनकि यसमा निर्वाण प्राप्त गर्ने अवसर बढी हुन्छ। मृत्युको क्षणमा शरीर र चेतनाको अलगाव हुन्छ। थेरवाद परम्परामा मृत्युपछि चेतना तुरुन्तै अर्को जन्म लिन्छ, तर तिब्बती वज्रयान बौद्ध परम्परामा बाडो अर्थात् मध्यावस्थाको अवधारणा छ। बाडो थोडोल अर्थात् तिब्बती मृत्यु सूत्र अनुसार मृत्युपछि चेतना 49 दिनसम्म बाडोमा रहन्छ। यो अवस्थालाई 3 चरणमा विभाजन गरिएको छ। पहिलो चरण मृत्युको क्षणको बाडो हो। यसमा चेतनाले मृत्यु भएको कुरा बुझ्छ र विगतको जीवन सम्झन्छ। दोस्रो चरणमा विभिन्न दृश्य र एपारिसनहरू देखिन्छन्, जसलाई वास्तविक नठानेर शान्त रहनुपर्छ। यदि भ्रममा परियो भने कर्म अनुसार नराम्रो जन्म हुन सक्छ। तेस्रो चरणमा नयाँ जन्मको लागि चेतना तयार हुन्छ। बाडोमा लामा वा परिवारले बाडो थोडोल पढिदिन्छन्, जसले चेतनालाई मार्गदर्शन गर्छ। यसले राम्रो जन्म वा निर्वाणतर्फ डोर्याउन सक्छ। निर्वाण भनेको जन्म मृत्युको चक्रबाट पूर्ण मुक्ति हो। यसमा दुःखको अन्त्य हुन्छ र शान्ति प्राप्त हुन्छ। बुद्धले निर्वाणलाई सर्वोच्च लक्ष्य बनाउनुभयो। बौद्ध शिक्षामा मृत्युको तयारी महत्त्वपूर्ण छ। जीवनभर ध्यान, नैतिक आचरण र बुद्धिमत्ता विकास गरेमा मृत्यु सहज हुन्छ। मृत्यु अघि शान्त मन राख्नु, बुद्धको नाम जप्नु वा सूत्र पढ्नु फाइदाजनक हुन्छ। मृत्युपछि शरीरलाई छिट्टै नछुनु सल्लाह दिइन्छ, किनकि चेतना केही समयसम्म शरीरसँग जोडिएको हुन सक्छ। नेपालमा बौद्ध परम्परा अनुसार मृतकको दाह संस्कार गरिन्छ। 13 दिन वा 49 दिनसम्म श्राद्ध वा पूजा गर्न सकिन्छ। तिब्बती प्रभाव भएका क्षेत्रमा बाडो विधि अपनाइन्छ। बौद्ध भिक्षुहरूले प्रार्थना गरेर मृतकको चेतनालाई सहयोग गर्छन्। समग्रमा बौद्ध दर्शन मृत्युलाई डराउने विषय नभई अवसरको रूपमा हेर्छ। यो कर्म सुधार्ने, ध्यान अभ्यास गर्ने र निर्वाणतर्फ लाग्ने समय हो। यदि हामीले यो जीवनमा बुद्धको अष्टाङ्गिक मार्ग अनुसरण गर्यौं भने मृत्युपछि राम्रो गन्तव्य वा मुक्ति प्राप्त गर्न सकिन्छ। अनित्यताको सम्झनाले हामीलाई वर्तमानमा राम्रो जीवन जिउन प्रेरित गर्छ। बौद्ध अनुसार कुनै ईश्वरले न्याय गर्दैन, कर्म नै नियम हो। पुनर्जन्ममा कुनै स्थायी व्यक्तित्व सर्दैन, तर कर्मको निरन्तरता हुन्छ। जसरी सपनामा हामी नयाँ संसार अनुभव गर्छौं, त्यसरी नै बाडो र पुनर्जन्म कर्मबाट प्रभावित हुन्छ। यो व्याख्या बौद्ध ग्रन्थहरू जस्तै बाडो थोडोल, बुद्धका शिक्षाहरू र विभिन्न परम्पराबाट लिएको छ। यसले हामीलाई जीवन र मृत्यु दुवैलाई शान्तिपूर्ण रूपमा स्वीकार गर्न सिकाउँछ। मृत्युपछि के हुन्छ भन्ने कुरा हाम्रो वर्तमान कर्ममा निर्भर गर्छ। त्यसैले आजबाट नै दया, करुणा र बुद्धिमत्ताको अभ्यास गर्नु उत्तम हो।